हाम्रो चाहिँ अलमोस्ट 8 डेजको हस्पिटल बसाइमा यस्तै भयो। यस्तै छ घरि रुन्छे घरि चुप लाग्छे हस्पिटलको बसाइ यस्तै भइरहेछ। नानीलाई चाहिँ निमोनिया टाइफाइड भएर चाहिँ हामी हस्पिटलमा बसेका थियौँ। यहाँ चाहिँ नानी धेर रोएर अनि नानीको बाबाले बाहिर डुलाउन यसो निकाल्नु भएको। दबाई लगाउँदाखेरि एकदमै रोकिरोइ गरी नानी अनि उसको बाबाले यसो घुमाउँदै हुनुहुन्छ। यो चाहिँ बेलुका नानी धेर एकदमै वाक्क लाग्यो नानीलाई रुममा बस्दा यसो बाहिरतिर घुमाउन निकालेको। हामी कहाँ जाँदैछौँ? माथि हस्पिटलको माथि। ए दाजु ढोका लगाएको छ है क्या? के भयो बेबीलाई? त्यसको बाबाले खेलाउन पनि ल्याइदिनु भएको थियो अनि एकछिन चाहिँ त्यही भुलाउनको लागि यसो खेलाउँदै गर्दै गऱ्यो। अनि यो चाहिँ ऊ खुसी भएको बेलामा यसो 1-2वटा फोटो खिचेको। दबाई लगाइसकेपछि दबाई लगाउँदा त रोएर दबाई लगाउनु नदिने। ऊ चाहिँ उसको आमालाई टेप लगाइदिन्छ मुखमा। यस्तै गरेरै दिन बिताउँदै गयो 5-6 दिन। नेक्स्ट डे चाहिँ होली परेको थियो। हस्पिटलमै नानीले होली खेलिन् नर्सहरूसँग सिस्टरहरूसँग। रङ देखाउ त हात। त्यो फोटो यस ह्यापी होली। रङ देखाउ त हात। यस अर्को हातमा के छ? ला होली हस्पिटलमा। ह्यापी होली सानो। ह्यापी होली। उसको नानीको बाबासँगको होलीको सेल्फी। हेर त ह्यापी होली। अनि यो चाहिँ नानीले फोटो खिच्देको मेरो होली। Next, we were ready for discharge and ready to go home. हामी चाहिँ घर आएर अनि माथि छतमा बसेर हेरिरहेको। उठाएर देखाइदेऊ न गाउँ। हेलो गाइज। हस्पिटलबाट डिस्चार्ज भएर कहाँ आएको हामी? तिमी भन नानी। मामा